यस्तो रम्बल गाडीमा छु। जय नेपाल। हेलो हेलो व्हाट्सअप गाइस, टप 10 तामाङ समाजमा स्वागत छ। आज दुबईको यस्तो रम्बल गाडीमा छु। पछाडि यस्तो छ, घरहरू एउटै छैन गाइस। तिर्खा लागेर फस भइसक्यो। पानी खोजेको पानी पाएन। यस्तो रम्बल गाडीमा कहाँ पानी पाइन्छ होला गाइस। मान्छे पनि एउटा नि छैन भने कमेन्टमा भनिदिनु है गाइस। यस्तो छ, घरै छैन उता पर। हेर्दाखेरि नजिकै हो, जाँदाखेरि चाहिँ फेरि 1-1.5 घन्टा लाग्छ होला। त्यहाँ बत्ती देखिरहनु भएको छ नि। पानी खान नपाएर गाइस यस्तो रम्बल गाडीमा छ। तिर्खाले मोर्न लागिसक्यो। त्यहाँ पर लाइट देखिरहेको छ नि, अनि त्यहाँ मात्रै पाइन्छ होला पानी सायद। त्यहाँ 1 घन्टादेखि हिँडिरहेको छु म पानीको खोजीमा। फाइनली गाइस पानी पाउने ठाउँमा आइपुगेछ है। यस्तो थकाइ लागेको छ कि यस्तो थकाइ लागेको छ, त्यो भन्नु मिल्दैन। मलाई मात्रै छ, मेरो हालत अब हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो भइरहेको भन्ने कुरा। यस्तो छ, फाइनली आइपुगेको छ। अब यतातिर केही पसलहरू होला होइन, पसलहरूमा चाहिँ पानी किनेर खानु पर्ला। यस्तो छ, हेर्दाखेरि मात्रै सजिलो रहेछ गाइस। हिँड्दाखेरि कति दुःख कष्ट रहेछ भन्ने कुरो मलाई मात्रै थाहा भयो नि त अहिले हिँडेको है। यस्तो फाइटरी खुट्टा पोलेर बलुवाले, अनि खुट्टा पनि हिँड्दाखेरि पनि मिल्दैन हो। यो खोलाको बलुवा जस्तो होइन कि, यहाँ खुट्टा टेक्नै मिल्दैन। यस्तो छ, भर्खरै त आइपुगेछ। अब यतातिर पानी होला, पसलहरू होला, अनि पसलहरूमा पानी किनेर खानु पर्ने छ मेन कुरा गाइस। तिर्खा लगाएर मोर्न लागिसक्यो। 1 घन्टा नि बढी भइसक्यो। अहिले 1.5 घन्टा जति भयो। तिर्खाले छास भइरहेछ। मान्छे हिँडेको हिँडै छ, के गर्ने यार। ल गाइस, अब सबभन्दा पहिला तपाईँहरू रम्बल गाडीमा आउनु चाहनुहुन्छ भने सबभन्दा मेन कुरो चाहिँ पानीको बन्दोबस्त चाहिँ गर्नु है, नभए दुःख पाउँछ। जय नेपाल।